जस्तो लागिरहेछ यार यो यार लास्टै यस्तो पुरा फस्सकै गर्नु पर्दो रहेछ नि हेर त बडा यत्रो स्ट्रक्चर यो पुरा डाइनोसर बनाउनलाई हेर त पुरा कति धेरै ठुलो के पुरै हेर त अरे बापरे बापरे प्योर छ गाइस हैन यो चाहिँ एउटा राम्रो खालको टेम्पल रहेछ प्रकाश जान्नु त नि हुन रवि लामे छैन सहित बतार गर्न लागिसक्यो नि हेर कसले तार्दिनु पर्छ नि पानी माग्छ नि तारको फोटो राम्रो काम गरेन के मेरो लागि आफ्नो जोएर चाहिँ 5 लाखको ब्याग बोक्सी पानी माग्छ नि यहाँ बस्नुहुन्छ हाय गाइस कस्तो छ हैन खबर यो चाहिँ गर्मीले घामले गर्दा अलि मजाको भ्यू आएन के यार दाङको नत्र यतातिर मस्त भ्यू निकाल्ने भनेको थिएँ नि तर यो चाहिँ ठ्याक्कै घाम सूर्य यतातिर छ नि अब हल्का अच्छा भ्यू आएन गाइस यतातिर चाहिँ यतातिर चाहिँ राम्रै प्रकाश यो तिम्रो यो क्यामेराको किन अर्कै आइरहेछ बडा क्वालिटी घाममा नि त्यो त नानु पर्ने यार क्वालिटी अर्कै छ बडा यो चाहिँ मस्त छ बडा यस्तो ठाउँमा ट्याक्कै क्या मस्त ठाउँ छ यार यसमा गएर मस्त बक्कुल्ला उदिरहेछन् ऊ बक्कुल्ला भैँसी खान गएको छन् उतिनीहरूले न गाइस अघि चाहिँ क्यामेराको क्वालिटी बिग्रेर नि यस्तो नमजा आइरहेको थियो कि अहिले चाहिँ हल्का सेटिङ मिलेको छ यहाँ चाहिँ आप पुरा यस्तो बबाल फुलिरहेछ खाना मन चाहिँ बबाल छ कि तर के गर्नु यार बारीमा परेर बर्बाद भएको छ कि यसलाई त खाइदिनु हुन्छ झारेर यो चाहिँ मिल्दैन होइन खाना प्रकाश चाहिँ लिची हो गाइस होइन साना साना क्या मजाको फल्या छ बट्टा यस्तो मजाको फल्या गाइस योलाई भन्दो रहेछ नि कतर कहाँ गयो कतर हो यो कहाँ गयो योलाई भन्दो रहेछ कतर यस्तो खालको फल्या आउनु रहेछ होइन अनि खतरा पुरा यस्तै दामी दामी झुन्ने आउनु रहेछ यार त तलतिर बोततिर यो नि त गाई छैन फाइनल्ली खायो फाइनल्ली हामीले कतर देखिसकेको छ आप त धेरै हुनु रहेछ एउटा यतातिर नि पुरा जताततै आफै आँप छ त यार यस्तो उयो खान्छ inside of me, you better watch out. If you ignite me, a road ahead of full prophecy to be the greatest beast the world has ever seen. I feed him every day like the bones clean. I feed him all the hate and he grows me and he gets closer. त्यसै जान पाइने जान्न कमाए प्रकाश जान्न त नि चाहिँ मन के अरे के भन त प्रकाश के बोल त यो मन्दिरको भएको मान्छे टेल मी अबाउट सम दिस टेम्पल हैन तपाई सिसी क्यामेराको निगरानीमा अघि त हामीलाई कृपया शान्त रही पूजा गर अर्चना गर राम्रो रहेछ आमा के रुखबाट यो कलरखानी ठाउँमा थियो नि यो सेम थियो बड्डा यो अनि के थाहा त एकछिन म भिडियो रेकर्ड गर्छु त्यसपछि फर्किन्छन् है यहाँ यो मोबाइल खिचिदिने
यहाँ चाहिँ आमामामा अनबिलिभेबल अनएक्सपेक्टेसन रहेछ यार यो त यार अनएक्सपेक्टेड भ्यूहरू छ गाइस होइन यो चाहिँ एउटा राम्रो खालको टेम्पल रहेछ अनि यो टेम्पलमा चाहिँ पुजारीहरू धेरै आउँछ होइन अनि नर्मली अरू चाहिँ यस्तै हो पुजारीका अथवा यहाँको सफाइ गर्नेवाला हुनुहुन्छ होला के होइन टेम्पल यही नै हो होइन यो चाहिँ के कुरो आई डोन्ट नो बट बवाल छ यही नै हो nothing but very special in this place होइन यो रुख चाहिँ बवाल लाग्यो यार मलाई है के रुख हो यो पातै पुरा कस्तो खलिलो छ कि यार गाइस मन्दिर ल प्रकाश एक दुईवटा फोटो खिचौँ If your enemy's a road ahead, a full prophecy to be the greatest beast the world has ever seen. I feed him every day like the bones clean. I feed him all the hate and he grows me and he gets claws real big. राम्रो रहेछ आई लाइक दिस प्लेस तर के गर्ने यार यता जानलाई पैसा चाहिन्छ धेरै पैसा छैन होइन यस्तै त यार सो गाइज हामीले चाहिँ लगभग हेरिसक्यौँ होइन यही नै होइन त्यसपछि अब चाहिँ हामी निक्लिनु खोजेको जम्मै धेरै दाँत मात्र नहेर धेरै दाँत किरिनु फेरि अर्को